टु युट्युब च्यानल। र आज चाहिँ म भुतखेल जान र म चाहिँ एक्लै गएको होइन, मेरो मम पनि आउनु भएको छ। मम्मी इन्ट्रोड्युस गर्नु। हेलो आई एम मम अफ केलन माला गुरुङ। हेलो। अनि मेरो नाम चाहिँ केलन गुरुङ हो। अनि हामी चाहिँ यता भुतखेल जानला। अनि हजुरहरूलाई त्यो रोड पनि देखाएको छ है। खिच सबैजना मर्निङ वाक गराउनु भएको बाटो मान्छे। अहिले थाकिरहेको छ होला। त्यो जुम्बा गएर आएर भुतखेलतिर त्यो जुम्बा पनि हुन्छ। मेन रोड हो यो चाहिँ। एउटा मोटरसाइकल आएको छ, फेरि अर्को स्कुटर, एउटा पसल रहेछ यहाँ, फेरि दुईवटा पसल रहेछ। यति धेरै मान्छेहरू आएको रहेछ, यति धेरै मान्छे आएको रहेछ क्या। मर्निङ वाक गर्न आएको रहेछ। यति धेरै मान्छेहरू मर्निङ वाक गर्न गएको छ। सो हजुरहरू उठ्नुहोस्, उठेर मर्निङ वाक गर्नुपर्छ भन्ने है। हजुरले भन्दैसक्नु भयो त। यहाँ भुइँ सिकट पनि गर्छ क्या। बिहान उठ्नुपर्छ, फ्रेस हुनुपर्छ, मर्निङ वाक गर्नुपर्छ। गुड फर हेल्थ। यस, इट इज गुड फर हेल्थ। टोपी खोलिन्छ मलाई। पपी स्ट्रे डग। हेलो लिटल ब्रो, आर यू हंग्री or what? Okay, we'll come, okay? There was a lot of peppers over here. यति धेरै प्वाकहरू के गरिरहेको थिएँ। नेक्स्ट टाइम फेरि अर्को स्ट्रे डग रहेछ, फेरि अर्को यति धेरै स्ट्रे डगहरू बस्छ यहाँतिर। एउटा बारी रहेछ यहाँ दुईवटा पसल हुन्छ, अहिले खुल्दैन यिनीहरू। तिनवटा कुकुर छ। एउटा पसल छ, त्यहाँ अर्को पसल छ। यति धेरै मान्छेहरू मर्निङ वाकको लागि हिँडिरहेको छ। के भयो? मेरो मम्मी चाहिँ यहाँ त्यो के हुन्छ भनेर हिँड्न जानुभएको रहेछ। अनि यस्तो राम्रो खालको भ्यू रहेछ। अनि मेरो साथीहरू, मेरो फोन चाहिँ यस्तै हो, त्यही भएर हजुर फोन चाहिँ यस्तो हो। यो अङ्कलले चाहिँ मलाई सोध्नु भएको थियो भिडियो बनाएको कि होइन भनेर। अनि मैले चाहिँ हो भन्दा यहाँ चाहिँ यो आर्मर हाउसिङ हाउसिङ आर्मर हाउसिङ। यति धेरै फोर है मम्मी, यति धेरै फोर है। नजिकै हाउसिङ छ तर कस्तो डटी मान्छे नजिक चाहिँ फोहोर गरेको। नानी है ब्युटिफुल हाउस देखाइदेऊ न।
ब्युटिफुल हाउस व्हाट अ ब्युटिफुल हाउस म्यान यस्तो राम्रो हाउस साथीहरू अनि हामी चाहिँ वाउ अनि यो डगी हेर्नुहोस् त हो कस्तो क्युट रहेछ यो डगी कति ठुलो पनि रहेछ ऊ त्यहाँ स्ट्रे डगहरू पनि रहेछ मलाई थाहा छैन हजुरहरूले देख्न सक्नुहुन्छ हुँदैन अनि थाहा छैन अनि हामी चाहिँ यता भुतखेल पुग्न लाग्यो त के गरेर ओ त्यहाँ भेजिटेबल मार्केट ओ यहाँ चाहिँ यता भेजिटेबल मार्केट भइरहेको छ अनि यहाँ धेरै मान्छेहरू त्यहाँ भेजिटेबल किन्न आउनु भएको छ अनि भुतखेल जान यो डगीहरूलाई छ नि ए बोकेर अनि खानालाई उयो गरेर बस्यो हो ए भनेपछि त्यो पसलको मान्छे होला है होइन उता गाडीमा आउँछ परबाट हो गाडीमा मासु भात बोकेर आउँछ अनि यस्तो साइन छ भित्र गयो भने अनि हामी चाहिँ भुतखेल पुग्न लाग्यो मेरो साथीहरू हामी चाहिँ अलमोस्ट पुग्न लागिसक्यो मेरो साथीहरू यति धेरै मान्छेहरू त भुतखेल गएर आउनु भइसक्यो र हामी चाहिँ अब पुग्यो हामी त खेल्दै पुग्यो हामी त यस्तो रोड छ यस्तो 4 पनि रहेछ कि यो रोडै मेरो साथीहरू हजुरले चाहिँ एउटा गीत सुनिरहनु भएको छ नि ऊ त्यहाँतिर एउटा जुम्बा भइरहेको छ थाहा छैन हजुरले देख्न सक्नुहुन्छ हुँदैन देख्न सक्नुहुन्छ होला ए पिकनिक स्पोट हो रे इङ्ग्लिसमा मेरो मम्मीले भन्नुभयो उता टाढासम्म छ क्या मलाई थाहा छ हजुरले देख्न सक्नुहुन्छ हुँदैन तर त देख्न सक्नुहुन्छ हामी चाहिँ अझै टाढो जाने रोक्नु न मलाई एउटा ट्याक्सी पनि आएर छ यहाँ ट्याक्सी पनि आएर छ अनि यति धेरै मान्छेहरू पनि आएर छ हो यति धेरै मान्छेहरू मम्मी यहाँहरूको साइडतिर आउनु अब मान्छेहरू हिँड्दै कम हुँदै गइरहेको छ यहाँ दुईजना साथीहरू आउनु भएको रहेछ फेरि सेकेन्ड ट्याक्सी आयो भनेपछि यहाँ बस्ने मान्छेहरूको हामी त टाढा छ होला त्यो ट्याक्सीलाई त कल गर्दा रहेछ क्या अनि हामी पनि उयसो देख्छ एउटा पार्क पनि हो यो त ठुलो पार्क पनि हो अनि हामी भुतखेल पुग्न लाग्यो गाइस त्यहाँ पुग्न लाग्यो हामी सिर्फ 1 मिनट मात्र लाग्छ र पुग्यो हामी अनि त्यहाँ चाहिँ एउटा त्यो मुभीको लागि त्यो बनाएर रहेछ अन्त मुभी रिलिज भइसक्यो होला अनि यति धेरै फोटो पनि रहेछ शनिबार अनि त्यो आन्टी चाहिँ मेरो मम्मीको साथी रहेछ फेरि साथी रहेछ मम्मी हजुरको साथी रहेछ हो ए अनि मेरो साथीहरू त्यो आन्टीहरू चाहिँ मेरो मम्मीको साथी रहेछ क्या बाबु पिकनिक गएको हो पिकनिक गएको हो क्या पिकनिक गाडी हो अनि यहाँ चाहिँ एउटा पिकनिकको गाडी पनि आएर रहेछ आज दिउँसो पिकनिक हुन्छ मलाई थाहा छैन एउटा स्कुलको होला होइन सबै पिकनिक आउँछ नि स्याटरडे
हो यहाँ त टल्लै पुग्नुकै एकछिन ए अनि यहाँ चाहिँ एउटा कन्स्ट्रक्सन घर भइरहेको छ यहाँ अनि मलाई थाहा छैन कसो घर हुन्छ अनि यति धेरै गाडीहरू चाहिँ सानो सानो मन्दिर मन्दिर होइन जाने कि नजाने बाटो उताबाट जाने होला यता त बाटो रहन्छ छ यहाँ जाने त्यहाँ रहेछ एउटा फुटबल फिल्ड पनि छ कि यहाँ है रहेछ एउटा फुटबल फिल्ड पनि रहेछ मेरो साथीहरू अनि यसो देख्छ है यो चाहिँ भुतखेल हो यो चाहिँ भुतखेल हो यो चाहिँ भुतखेल हो यहाँ रनिङ गर्दैछ ब्याडमिन्टन खेल्दैछ फुटबल खेल्दैछ ठुलो गोल पोस्ट रहेछ अनि त्यो चाहिँ एउटा स्ट्रे डग हो धेरै मान्छेहरू ब्याडमिन्टन खेल्दैछ मलाई थाहा छ दिन सक्नुहुन्छ हुँदैन मन्दिर जाउँ पऱ्यो होइन पऱ्यो भयो यति धेरै फोटो आउँछ हेर तिमी पऱ्यो खिचेको छैन क्या यहाँ चाहिँ स्ट्रे डगहरू छ हेलो गाइस हेलो ब्रोस What's up my broski? यति धेरै हावा आउँदो रहेछ अनि यहाँ चाहिँ एउटा मन्दिर छ मन्दिर बन्द छ अनि यहाँ चाहिँ मन्दिर बन्दैछ फेरि लास्ट टाइम हामी आएको त बनिसकेको थियो फेरि भत्काएको थियो अब फेरि बन्दैछ यहाँ चाहिँ मन्दिर छ अब हामी के गर्छ अब फर्किनु ल एक राउन्ड हानेर फर्किने अझै एक राउन्ड हान्नु झन् ठुलो स्पोर्ट त फुटबलहरू पनि खेल्दा रहेछ क्या यहाँ साथीहरू आफूलाई खिच्छ के मिल्छ फुटबल फिल्ड पनि रहेछ यहाँ अनि मम्मी सुन्न म किन त फुटबल खेल्दिनँ थाहा छ यति टाढो छ अनि यो घामले गरेर केही पनि दिएको छैन सहर हेर्नुहोस् त यस्तो देख्छ पार्क ए यहाँ चाहिँ एक्सर्साइज गर्नु ठाउँ देखाउ त दाइहरू एक्सर्साइज गरेको त्यो हो अनि त्यहाँ चाहिँ त्यो एक्सर्साइज गर्ने ठाउँ हुँदैछ एउटा जिम जस्तो हो यो पनि अनि हामी यति धेरै दाइ र अङ्कलहरू यहाँ चाहिँ त्यो जिम गरेर आउनु भएको छ यहाँ अनि त्यहाँ चाहिँ त्यो पुलअप बारहरू पनि छ अनि त्यहाँ चाहिँ फुटबल फिल्ड पनि रहेछ यहाँ गोल पोस्ट फर्स्ट गोल पोस्ट त्यहाँ हुनुपर्ने यो घामले गर्दा देखेन क्या अनि त्यहाँ अर्को गोल पोस्ट छ त्यहाँतिर छ क्या गोल पोस्ट यतिजना मान्छेहरू फुटबल खेल्दैछ अनि भुतखेल यस्तो देख्छ गाइज र द्याट्स अल फर टुडे बाई बाई मम्मी भन्नु बाई 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 बाई